ल वेलकम ब्याक गाइज। हामीले अस्तिको सेसनमा फिजिकल क्वान्टिटी भन्ने च्याप्टर पढाएको थियौँ। क्लास 11को फिजिक्सको फर्स्ट च्याप्टर भयो। आज चाहिँ हामीले भेक्टर्स भनेर आज हामीले अर्को सेकेन्ड च्याप्टर सुरु गर्न गइरहेका छौँ। अब भेक्टर्स भन्ने कुरा कहाँबाट आयो भन्ने कुरा गर्नु पऱ्यो। अस्ति हामीले फिजिकल क्वान्टिटी भनेर पढ्यौँ होइन। फिजिकल क्वान्टिटिजहरू पढ्यौँ। फिजिकल क्वान्टिटिजहरूलाई कसरी डाइमेन्सनमा लेख्न सकिन्छ ती कुराहरू पढ्यौँ होइन। फिजिकल क्वान्टिटीभित्र के थियो, फिजिकल क्वान्टिटीभित्र सपोज कुनै एउटा मास भन्ने एउटा हाम्रो थियो। नर्मल मास भनेको केजीमा थियो। सपोज कुनै तिमीहरूको मास भनेको एउटाको 10 केजी छ अरे, 10 केजी त हुन्न, त्यही पनि 10 केजी छ अरे भनेर मान्यौँ हामीले। यसमा चाहिँ के छ, कुनै एउटा न्युमेरिकल भेल्यु दिएको छ, त्यसलाई चाहिँ युनिटले मल्टिप्लाई गरेको छ भनेपछि एउटा कुनै एउटा फिजिकल क्वान्टिटी हो भनेर यो अस्ति हामीले नै बुझेको। तर यो कुनै एउटा न्युमेरिकल भेल्यु दिएको छ भनेको यो यसको म्याग्निच्युड हो। यसको म्याग्निच्युड कति छ भन्यो भने त्यसको न्युमेरिकल भेल्युले दिन्छ त्यहाँ है। अब फिजिकल क्वान्टिटीलाई हामीले म्याग्निच्युडमा मात्रै हेर्दाखेरि त्यो भनेको स्केलर क्वान्टिटी भनेर भनिन्छ। त्यसलाई चाहिँ म्याग्निच्युडलाई चाहिँ फिजिकल क्वान्टिटिजलाई नर्मल्ली एउटा स्केलर क्वान्टिटी होइन, एउटा स्केलर क्वान्टिटी हुन्छ एउटा। अर्को भनेको के हुन्छ, भेक्टर क्वान्टिटी हुन्छ। अर्को भनेको के हुन्छ भन्दाखेरि भेक्टर क्वान्टिटी हुन्छ। स्केलर क्वान्टिटी भनेको के हो, सपोज अघि भर्खरै गरेको 10 केजी भनेको यो चाहिँ म्याग्निच्युड हो। यसलाई चाहिँ यो म्याग्निच्युड मात्रै भएको कुनै एउटा फिजिकल क्वान्टिटी छ अनि त्यसलाई चाहिँ फिजिकल क्वान्टिटी छ भने त्यसलाई हामीले के भन्यो, स्केलर क्वान्टिटी हो त्यो भनेर भन्यो। अब त्यसैमा चाहिँ अब त्यो 10 केजी थियो भने अब भेक्टर क्वान्टिटी भनेर के हुनु पऱ्यो, कुनै एउटा म्याग्निच्युड पनि हुनु पऱ्यो, कुनै एउटा फिजिकल क्वान्टिटीमा म्याग्निच्युड पनि हुनु पऱ्यो एन्ड त्यसको कुनै एउटा डिरेक्सन पनि हुनु पऱ्यो। म्याग्निच्युड पनि हुनु पऱ्यो। सपोज कुनै एउटा अब्जेक्ट छ, त्यो अब्जेक्ट भनेको पोइन्ट ओदेखि लिएर एसम्म हिँड्यो अरे होइन, यहाँसम्म आयो अरे। कहाँदेखि कहाँसम्म आयो, यहाँदेखि यहाँसम्म आयो। यसले कति डिस्टेन्स कभर गर्यो भन्दा 10 किलोमिटर डिस्टेन्स कभर गर्यो भनेर हामीले भन्यो। तर यो कुन डिरेक्सनमा हिँडेको छ, यो त यो डिरेक्सनमा हिँडेको छ नि, अथवा यसलाई यताको डिरेक्सनमा हिँडेको छ, अथवा यो यता हिँड्या भयो यताको डिरेक्सनमा, यता हिँड्या भयो यताको डिरेक्सनमा हिँडेको छ भनेर भन्थ्यौँ। यो कता हिँड्यो त्यो अब्जेक्ट, कुनै एउटा अब्जेक्ट सपोज राम भन्ने मान्छे कहाँदेखि कहाँसम्म हिँड्यो, अब्जेक्ट ओदेखि पोइन्ट एसम्म हिँड्यो, पोइन्ट ओदेखि पोइन्ट एसम्म। यसले कति के अरे डिस्टेन्स कभर गर्यो, 10 किलोमिटर डिस्टेन्स कभर गर्यो। कुन डिरेक्सनमा हिँड्यो, यताको भनेको इस्टवाला डिरेक्सनमा हिँड्यो। त्यही भएर यो कुनै एउटा डिरेक्सनको 10 किलोमिटर म्याग्निच्युड हुँदा इस्ट डिरेक्सनमा हिँड्यो भनेर भन्यो भने यससँग कुनै एउटा म्याग्निच्युड पनि भयो, यससँग कुनै एउटा डिरेक्सन पनि भयो। कुनै एउटा डिरेक्सनमा फ्लो हुनु पऱ्यो अथवा ट्राभल हुनु पऱ्यो भने त्यसलाई हामीले भेक्टर क्वान्टिटी भनेर भनिन्छ है। अब के भयो, सपोज स्केलर क्वान्टिटीलाई अब तिमीहरूले इक्जाम्पल लिँदाखेरि के हुनसक्छ, त्यही अस्तिकै फिजिकल क्वान्टिटी के सपोज मास भनेको 10 केजी छ भनेर भन्न सक्यो। अनि तिमीहरूले टेम्परेचर भनेको कति, रुम टेम्परेचर भनेको 25 डिग्री सेन्टिग्रेड छ भनेर भन्न सकियो। यिनीहरूको म्याग्निच्युड मात्रै छ। अब सपोज कुनै एउटा भेलोसिटी छ, भेलोसिटी भनेको त्यसको 10 मिटर पर सेकेन्ड। भेलोसिटी भनेको त हिँडेको हो नि। सपोज कुन डिरेक्सनमा हिँड्छ, सपोज यो एउटा पोइन्ट ए भन्ने पोइन्टबाट पोइन्ट बीसँग 10 मिटर पर सेकेन्डका दरले चाहिँ एउटा कुनै अब्जेक्ट हिँड्यो भन्न खोजेको। यो चाहिँ कति, यसको म्याग्निट्युड कति भयो, 10 भयो। यो कहाँदेखि कहाँसम्म हिँड्यो, एदेखि बीसम्म हिँड्यो, एदेखि बीको डिरेक्सनमा हिँड्यो भन्नु मतलब यताको डिरेक्सनमा हिँड्यो भनिसकेपछि यससँग म्याग्निट्युड पनि छ, यससँग म्याग्निट्युड पनि भयो, यससँग के भयो, डिरेक्सन पनि भयो भनिसकेपछि यससँग भेक्टर क्वान्टिटी भयो, भेलोसिटी भयो। अनि अर्को भनेको एक्सेलरेसन भयो, एक्सेलरेसन पनि बुझ्छौ तिमीहरूले, एक्सेलरेसन पनि भयो, अनि फोर्स पनि भयो है। अनि वेटको कुराहरू भए होइन, वेटको कुराहरू भए, इलेक्ट्रिक फिल्ड, म्याग्नेटिक फिल्ड, ग्राभिटेसनल फिल्ड, तिनीहरू चाहिँ सबै के हुन् भन्दाखेरि भेक्टर क्वान्टिटीहरू हुन्, जसको म्याग्निट्युड र डिरेक्सन दुइटै हुन्छ। त्यसलाई चाहिँ हामीले भेक्टर क्वान्टिटी भनेर भन्यो। एक्सेलरेसन, फोर्स, वेट, अघि मैले भने ग्राभिटेसनल फिल्ड भयो होइन। अर्को भनेको इलेक्ट्रिक फिल्ड भयो। अनि अर्को भयो मोमेन्टम पनि पढ्छौ तिमीहरूले, मोमेन्टम भयो, मोमेन्टम पनि के भन्दा भेक्टर क्वान्टिटी भयो होइन। वेट पनि भयो। यी सबैले चाहिँ हामीले भेक्टर क्वान्टिटी भनेर भन्यौँ।
अब भेक्टर पनि डिफ्रेन्ट टाइप्सका भेक्टरहरू हुन्छन्। स्केलर क्वान्टिटी भनेको त्यति भयो। अब भेक्टरहरू पनि हाम्रो के भने डिफ्रेन्ट टाइप्सका भेक्टरहरू हुन्छन्। ल सपोज एकैछिन यो तिमीहरूले 10 क्लासमा पनि पढेको टाइप्स अफ भेक्टर्स भन्दा मैले सर बुझाइदिन्छु मात्रै है। ल एउटा भनेको हाम्रो बेसिक भनेको के हुन्छ भन्दाखेरि युनिट भेक्टर। एउटा युनिट भेक्टर हुन्छ। युनिट भेक्टरलाई एउटा भेक्टरलाई युनिट भेक्टर कति बेला भनिन्छ? कुनै एउटा भेक्टर युनिट भेक्टर एक भेक्टरलाई त्यसको म्याग्निट्युडले के अरे डिभाइड गरिन्छ भने त्यसलाई चाहिँ के भनिन्छ? युनिट भेक्टरको रूपमा लेखिन्छ हैन, युनिट भेक्टरको रूपमा लेखिन्छ। अब यसलाई चाहिँ युनिट भेक्टर भनेर ए क्याप भनेर लेखिन्छ भनेर तिमीहरूले पढेको थियौ है। कुनै पनि एउटा भेक्टरको म्याग्निट्युडलाई चाहिँ के भन्न सक्यो के अरे कुनै एउटा भेक्टरलाई चाहिँ त्यसको म्याग्निट्युडले चाहिँ डिभाइड गर्नु पर्यो अथवा युनिट म्याग्निट्युड हुनु पर्यो। कुनै एउटा भेक्टरको युनिट म्याग्निट्युड भयो भने त्यसलाई चाहिँ युनिट भेक्टर भनेर भनिन्छ। युनिट म्याग्निट्युड हुनु पर्यो भनेको त्यसको भ्यालु चाहिँ कति 1 हुनु पर्यो, म्याग्निट्युड भनेको 1 हुनु पर्यो। त्यसलाई चाहिँ हामीले के भनिन्छ? युनिट भेक्टर भनेर भनिन्छ। अथवा तिमीहरूले फर्मुलाको रूपमा यो एउटा पढाएको थियो, कुनै एउटा भेक्टरलाई त्यसको म्याग्निट्युडले डिभाइड गर्यो भने त्यसलाई युनिट भेक्टर भनिन्छ भनेर। अथवा यहाँ के भयो? यसको म्याग्निट्युड चाहिँ कति हुनु पर्यो? युनिट म्याग्निट्युड हुनु पर्यो। अथवा यो फर्मुला याद गरे पनि भयो, याद गर्नु परेन, आउँछ तिमीहरूलाई है। ल अर्को भनेको नल भेक्टर छ। नल भेक्टर कुन भेक्टर रे? नल भेक्टर है। ल नल भेक्टर भन्दाहरू भने ल नल भेक्टर कति बेला हुन्छ? यदि भेक्टरको म्याग्निट्युड 1 हुँदाखेरि चाहिँ युनिट म्याग्निट्युड हुँदाखेरि चाहिँ युनिट भेक्टर भयो भने यसको म्याग्निट्युड चाहिँ के हुनु पर्यो? 0 हुनु पर्यो। जसको चाहिँ के हुन्छ? म्याग्निट्युड 0 छ, यसको चाहिँ के हुन्छ? म्याग्निट्युड 0 हुन्छ। कुनै एउटा भेक्टर जसको चाहिँ म्याग्निट्युड 0 हुन्छ त्यसलाई चाहिँ हामीले के भनिन्छ? नल भेक्टर भनेर भनिन्छ। फेरि म्याग्निट्युड 0 हुन्छ तर डिरेक्सन 0 भन्ने हुँदैन नि। भेक्टर भन्ने आइसकेपछि यससँग के हुन्छ? म्याग्निट्युड 0 बट ह्याज फाइनाइट डिरेक्सन। यससँग फाइनाइट डिरेक्सन हुन्छ है, डिरेक्सन हुन्छ। यो डिरेक्सनमा हिँड्छ भन्ने चाहिँ थाहा हुन्छ। त्यसलाई चाहिँ के भन्यो? नल भेक्टर भनेर भन्यो। सपोज कुनै एउटा अघिको इक्जाम्पल लिउँ। कुनै एउटा अब्जेक्ट एदेखि बीमा गएको थियो भनिसकेपछि यो सुरुको छ नि, यो सुरुको इनिसियल पोइन्ट, यो इनिसियल पोइन्ट भनेको चाहिँ युनिट भेक्टर हो। यो युनिट भेक्टर है, युनिट भेक्टर के अरे सरी नल भेक्टर, नल भेक्टर है। मैले युनिट भेक्टर भनेको छु, सरी गाइज। यो चाहिँ के भयो? नल भेक्टर भयो, नल भेक्टर भयो। कुनै पनि एउटा भेक्टरको इनिसियल पोइन्ट जहाँबाट चाहिँ त्यो भेक्टर निस्किन्छ, यो डिरेक्सनमा गयो भयो, यो डिरेक्सनमा गयो भयो, यहाँ गयो भयो, यहाँ गयो भयो, तर यसलाई चाहिँ हामीले के भन्यौँ? नल भेक्टर यहाँनिर हुन्छ भनेर बुझ्नु पर्यो है। जसको चाहिँ के हुन्छ? म्याग्निट्युड चाहिँ 0 हुन्छ। त्यस्तै गरेर अर्को छ हाम्रो के छ? को इनिसियल भेक्टर भनेर भनिन्छ। को इनिसियल भेक्टर, को इनिसियल भेक्टर, को इनिसियल भेक्टर भनेको के हो? को इनिसियल भेक्टर भनेको कुनै एउटै पोइन्टबाट धेरै भेक्टरहरू निस्केका छन्। सपोज ए भेक्टर निस्क्यो यहाँबाट, सपोज यो भनेको ओ भन्ने, यो बी भयो, यो सी भयो, यस्तो भेक्टर छ भने यिनीहरूको ओरिजिन पोइन्ट भनेको कहाँ? यो ए, यो बी, यो सी भेक्टरका ओरिजिन पोइन्ट कहाँ हो? यो ओ हो है। यो ओ हो भनिसकेपछि यिनी तिनटै भेक्टरहरू के भयो? यिनी तिनटै भेक्टरहरू चाहिँ जस्तै यहाँनिर ओए अथवा ओए नलेखौँ, सिधै ए भेक्टर लेखिदिन्छु ल, पोजिसन भेक्टर नलेखौँ ल। सपोज यहाँ भनेको यिनी ए भेक्टर, बी भेक्टर एन्ड सी भेक्टर्स, यिनी भनेका सबै के भए? को इनिसियल भेक्टरहरू भए है। यिनीहरू भनेको के भए? को इनिसियल भेक्टरहरू भए। कुनै एउटै पोइन्टबाट चाहिँ इनिसिएट भएका भेक्टरहरूलाई चाहिँ को इनिसियल भेक्टर भनेर भनियो। त्यस्तै गरेर अर्को के छ? को टर्मिनल भेक्टर भनेर हुन्छ अर्को। को टर्मिनल भेक्टर्स हैन। को टर्मिनल भेक्टर्स भनेको सबै भेक्टर्सहरू एउटै पोइन्टमा आएर के गर्नु पर्यो? कोइन्साइड हुनु पर्यो। यो भयो, यो भयो, यो भयो है। ए भेक्टर, बी भेक्टर, सी भेक्टर। अब यिनी डिरेक्सन बाहिर थियो अघि, ओदेखि बाहिर गयो भनेर बुझ्यो। अब यहाँदेखि एदेखि सबै चाहिँ ओमा आएर के भइरहेछन्? एकै ठाउँ आएर टर्मिनेट भइरहेछन् भनेको मतलब तिनीहरू कुनै एउटा पोइन्टमा आएर टुङ्गिरहेछन् भनिसकेपछि के भयो? भेक्टर ए भेक्टर, बी भेक्टर, सी भेक्टर आर के भन्नु भयो? को टर्मिनल भेक्टर्स भनेर भन्यो
हैन, सबै भेक्टर्सहरू कोटर्मिनल भेक्टर्स है। सबै भेक्टर्सहरू कुनै एउटा पोइन्टमा आएर टर्मिनेट भयो भने त्यसलाई चाहिँ हामीले के भन्यो, कोटर्मिनल भेक्टर भनेर भन्यो। अर्को छ तिमीहरूले पढेको, अर्को के छ, ल अर्को भनेको हाम्रो इक्वल भेक्टर छ। इक्वल भेक्टर्स, इक्वल भेक्टर्स भनेको ह्याभ कुनै दुईटा भेक्टरको सेम म्याग्निट्युड एन्ड डिरेक्सन, ह्याभ सेम म्याग्निट्युड एन्ड डिरेक्सन। कुनै दुईटा भेक्टरको सेम म्याग्निट्युड र डिरेक्सन छ भने त्यसलाई चाहिँ हामीले के भनिन्छ, इक्वल भेक्टर्स भनेर भनिन्छ। अर्को तिमीहरूले पढ्छौ अनइक्वल भेक्टर्स। अनइक्वल भेक्टर्स, अनइक्वल भेक्टर्समा के हुन्छ, ठ्याक्कै उल्टो हुन्छ, भनेको दुईटाको म्याग्निट्युडहरू सेम छैन, डिरेक्सन पनि सेम छैन भनिसकेपछि त्यसलाई चाहिँ अनइक्वल भेक्टर्स भनेर भन्छ। अथवा तिमीहरूले चाहिँ यसलाई यहाँ नपढिनु भइहाल्यो, इक्वल भेक्टर मात्रै पढ्दा नि पुग्छ तिमीहरूलाई है। अर्को छ, ल अर्को छ नेगेटिभ भेक्टर भनेर भनिन्छ। एउटा नेगेटिभ भेक्टर छ, नेगेटिभ भेक्टर भनेर, नेगेटिभ भेक्टर्स, नेगेटिभ भेक्टर। सपोज कुनै एउटा भेक्टर ए भेक्टर भन्ने भेक्टर चाहिँ कता गइरहेछ, यता गइरहेछ भनिसकेपछि सेम त्यसमा चाहिँ अर्को यो ए भेक्टर भयो, यो अर्को भनेको चाहिँ ए भेक्टरको सेम डिरेक्सन र म्याग्निट्युड चाहिँ अपोजिट डिरेक्सनमा छ भनिसकेपछि के भयो, यो चाहिँ यसको चाहिँ नेगेटिभ भेक्टर भयो, ए को नेगेटिभ भेक्टर एम माइनस ए भेक्टर भयो है। यसको चाहिँ एउटा डिरेक्सनमा हिँडिरहेछ सेम म्याग्निट्युड डिरेक्सन, तर त्यस्तै भेक्टर चाहिँ अर्को अपोजिट डिरेक्सनमा हिँडिरहेछ सेम म्याग्निट्युड डिरेक्सन भनेपछि त्यसको चाहिँ अपोजिट डिरेक्सनमा हिँडेको भएर त्यसलाई चाहिँ नेगेटिभ साइनमा लेखिन्छ, त्यही भएर त्यसलाई चाहिँ नेगेटिभ भेक्टर भनेर भन्यो। अर्को भनेको कोप्लानर भेक्टर छ। कोप्लानर भेक्टर कुनै एउटा सेम प्लेनमा भएका, सपोज यो एउटा प्लेन छ, यो प्लेनमा डिफ्रेन्ट टाइप्स अफ भेक्टर छन्। सपोज यो ए हो, यो बी हो, यो सी हो, यो डी हो, सबैमा डिरेक्सन दिने है। यिनी एबिसिडी भनेको सेम प्लेनमा छ नि, सेम प्लेनमा एक्जिस्ट भएका भेक्टरहरू, सेम प्लेनमा भएका भेक्टर्सहरू भनेका के भयो, कोप्लानर भेक्टर भयो हैन। त्यस्तै गरेर अर्को हाम्रो छ लाइक र अनलाइक भेक्टर भनेर भनिन्छ। लाइक र अनलाइक भेक्टरमा चाहिँ के हुनुपर्छ, सेम डिरेक्सन हुनु, के अरे म्याग्निट्युड सेम भए पनि तिनीहरूको डिरेक्सन चाहिँ डिफ्रेन्ट हुन्छ। लाइक र अनलाइक भेक्टर, लाइक एन्ड अनलाइक भेक्टर्स है। यसमा डिरेक्सनमा मात्रै हेर्ने, ह्याभिङ सेम डिरेक्सन छ, ह्याभिङ सेम डिरेक्सन छ भनिसके पछाडि त्यसलाई हामीले के भन्यौँ, सेम डिरेक्सन मात्रै छ भने तिनीहरूलाई चाहिँ लाइक भेक्टर्स भनेर भन्यो। यसमा हामीले म्याग्निट्युड हेर्दैनौँ है, के छ भन्दाखेरि ह्याभिङ डिफ्रेन्ट डिरेक्सन छ अथवा अपोजिट डिरेक्सन छ। अपोजिट डिरेक्सन छ भने त्यसलाई के भन्यौँ, अपोजिट डिरेक्सन। अपोजिट डिरेक्सन छ भने त्यसलाई चाहिँ हामीले के भन्यौँ भन्दाखेरि अनलाइक भेक्टर्स भनेर भन्यौँ। अनलाइक भेक्टर्स भनेर भन्यो तिनीहरूलाई, अनलाइक भेक्टर्स भनेर भन्यो। अब हाम्रो फाइनलमा छ अर्को कोलिनियर भेक्टर छ, कोलिनियर भेक्टर्स हैन। कोलिनियर भेक्टर्स, कोलिनियर भेक्टर्स कस्ताले भन्ने, दुई अथवा त्योभन्दा बढी भेक्टरहरूलाई चाहिँ कोलिनियर भेक्टर कति बेला भनिन्छ, कुनै एउटा सपोज यो एउटा लाइन छ हैन, कुनै एउटा लाइनसँग यससँग प्यारालल हुँदै गएका भेक्टरहरू छन् भने यिनीहरूलाई के भन्यो, प्यारालल लाइन। अथवा के भने यिनीहरूलाई चाहिँ यो कुनै एउटा लाइन छ, त्यो लाइनसँग प्यारालल भएर यिनी भेक्टरहरू गयो भने ती भेक्टरहरूलाई के भन्यो, कोलिनियर भेक्टर्स भनेर भन्यो है। अथवा कुनै भेक्टर्सहरू चाहिँ प्यारालली ट्राभल गरिरहेछन् भने तिनीहरूलाई पनि के भन्यो, कोलिनियर्स भेक्टर्स भनेर भन्यो। अथवा यिनीहरू भेक्टर यता छन् अथवा यिनीहरू एन्टी प्याराललले हिँडिरहेका छन् भने पनि यिनी दुईटा भेक्टरलाई पनि के भन्यो, कोलिनियर भेक्टर्स भनेर भन्यो। ल यति थिए हाम्रा भेक्टर्सहरू। ल अब एडिसन अफ भेक्टर्समा हामीले फिजिक्समा यहाँनिर अलि इम्पोर्टेन्टली पढ्ने भनेको दुईवटा। एडिसन अफ भेक्टर्समा चाहिँ एडिसन अफ भेक्टर्स भनेर पढ्ने, त्यसमा चाहिँ हामीले दुई तिनवटा थ्योरमहरू हेर्छौँ। एडिसन अफ भेक्टर्स, भेक्टर्सलाई चाहिँ कसरी एडिसन गर्ने अथवा ती दुईटालाई चाहिँ कसरी युज गर्न सकिन्छ,
एडिसन अफ भेक्टर्सलाई चाहिँ फिजिकल लाइफमा कसरी युज गर्न सकिन्छ भन्ने कुरालाई चाहिँ हामीले यहाँ दुईवटा थ्योरमबाट हेर्छौँ है। ल भेक्टरलाई कसरी एड गर्न सकिन्छ एडिसन अफ भेक्टर्स भन्यो भने सपोज कुनै एउटा यो इनिसियल पोइन्ट छ, यो भेक्टर यहाँदेखि यहाँसम्म गयो है, एउटा भेक्टर ए भन्ने भेक्टर। अब यही मान्छेबाट चाहिँ योदेखि यहाँ बीसम्म पनि पुग्यो, पोइन्ट ओ थियो, पी थियो, यो बीसम्म गयो, यो पनि कुन हो, त्यही भेक्टर हो है। यिनीहरूको सेम अर्डर भयो। ल यिनीहरू चाहिँ यहाँ गयो, यसको रिजल्टेन्ट भेक्टर त्यो भयो। भनिसकेपछि हामीले ओदेखि पीमा जाने र पीदेखि बीमा जानु भनेको के हो, सिधै ओदेखि बीमा जानु हो कि नै। त्यो ओदेखि बी भनेको कुन भयो, आर भयो। भनेपछि कहाँदेखि कहाँ जानु पऱ्यो, ओदेखि पीमा जानु भनेको, पीदेखि बीमा जानु भनेको सर्टकट बाटो युज गरेर ओदेखि बीमा जानु हो सिधै। त्यही भएर आर भेक्टर भनेको के भयो, ओदेखि पीमा जाने प्लस कहाँ जानु पऱ्यो, पीदेखि बीमा जानु पऱ्यो हाम्रो बाटो भनेको आर भेक्टर इक्वल्स टु के भयो, ए भेक्टर प्लस सपोज यो पनि ए भेक्टरै लेखियो। ल यसलाई ए भेक्टर नबनाएर सपोज यसलाई सी भेक्टर मान्यौँ है। तिनीहरूको भ्यालु म्याग्निट्युड छुट्टै हुनसक्यो। ल डिरेक्सन एउटै भए पनि है। यिनीहरूलाई चाहिँ हामीले यसरी लेख्न सकिन्छ, भेक्टरलाई चाहिँ एडिसन गर्ने। सपोज यो एउटा यो छ भ्यालु, ल ए बी सी डी छ। ल यो चाहिँ कसरी हिँडेको छ, एदेखि बी, बीदेखि सी, सीदेखि डी, डीदेखि अथवा एदेखि डीमा गयो। ल एदेखि डीमा जानु पऱ्यो हामीलाई, एदेखि डीमा जानलाई हामीलाई कतिवटा बाटो युज गर्न सकिन्छ, कि त एडी जानु पऱ्यो, कि त एदेखि बी, बीदेखि सी, सीदेखि डीमा जानु पऱ्यो। अनि कतिदेखि जानु पऱ्यो, एदेखि बी प्लस बीदेखि सी प्लस सीदेखि डीसम्म जानु पऱ्यो है। एदेखि डीमा जाने भनेको कहाँदेखि, एदेखि डीमा जाने भनेको कि त एडी डाइरेक्ट जानु पऱ्यो, कि त ए लङ बाटो एबीबाट जानु पऱ्यो, बीसी सिडी भएर जानु पऱ्यो। यसरी चाहिँ हामीले भेक्टरलाई चाहिँ एडिसन गर्न सक्छौँ, दुईवटा भेक्टरलाई। ल यो एडिसन अफ भेक्टरलाई युज गरेर हामीले दुईवटा थ्योरमहरू पढ्छौँ। यहाँ हामीले के थ्योरम पढ्छौँ, एउटा ट्रायङ्गल ल अफ भेक्टर एडिसन, ट्रायङ्गल ल अफ भेक्टर एडिसन होइन, ट्रायङ्गल ल अफ भेक्टर एडिसन भनेर पढ्छौँ एउटा। अर्को भनेको चाहिँ के पढ्छौँ, प्यारालेलोग्राम ल अफ प्यारालेलोग्राम ल अफ भेक्टर एडिसन भनेर पढ्छौँ। त्यसभन्दा माथि गयो यिनी दुईटैलाई युज गरेर हामीले एउटा पोलिगन ल पनि पढ्छौँ, पोलिगन ल अफ भेक्टर एडिसन भनेर पढिन्छ, भेक्टर एडिसन भनेर पढिन्छ। यिनी दुईवटा एउटा जानिसकेपछि तिनटै आउँछ, सजिलो छ है। ल अब हामी ट्रायङ्गल ल अफ भेक्टर एडिसनतिर जाउँ। सेक्सन 2 सुरु गर्छु मैले। ल ट्रायङ्गल ल अफ भेक्टर एडिसनले के भन्छ भन्दा, it states that if two vectors acting simultaneously at a point are represented both in magnitude and direction, कुनै एउटा भेक्टर हैन, के भने कुनै एउटा दुईटा भेक्टर्स भनेर भनौँ, एक्टिङ सिमुल्टेनियसली एट अ पोइन्ट, कुनै एउटा पोइन्टमा एक्ट गरिरहेको छन् है। ल if two vectors acting simultaneously at a point are represented both in magnitude and direction, दुईटा भेक्टर सिमुल्टेनियसली कुनै एउटा पोइन्टमा एक्ट गरिरहेछन्, तिनीहरूको चाहिँ म्याग्निट्युड र डिरेक्सन पनि छ। तर त्यो म्याग्निट्युड र डिरेक्सनलाई चाहिँ कसले रिप्रेजेन्ट गर्छ भन्दाखेरि, बाई टु साइड्स अफ अ ट्रायङ्गल टेकन इन सेम अर्डर। सेम अर्डर, टेकन इन सेम अर्डरको मिनिङ बुझ्नु पऱ्यो पहिला। टेकन इन सेम अर्डर भन्यो भने कुनै एउटा भेक्टर खिच्यो भने यसको हेडमा अर्कोको टेल हुनु पऱ्यो एउटा भेक्टर है, यसरी जोडेको हुनु पऱ्यो। यो एउटा भेक्टर भयो ए भेक्टर, यो एउटा बी भेक्टर भनेको चाहिँ यिनीहरू सेम अर्डरमा टेकन इन सेम अर्डर भन्यो भने यस्तो हुनु पऱ्यो, कुनै एउटाको हेडमा चाहिँ अर्कोको टेल आएर जोडिनु पऱ्यो, टेकन इन सेम अर्डर। ल यसलाई इरेज गरिदिन्छु पहिला, टेकन इन के भयो, सेम अर्डर भनेर भन्नु होइन, टेकन इन सेम अर्डर। द थर्ड साइड अफ द ट्रायङ्गल टेकन इन अपोजिट अर्डर रिप्रेजेन्ट्स द म्याग्निट्युड एन्ड डिरेक्सन अफ द रिजल्टेन्ट भेक्टर भनेर भन्यो। ल यसले भनेअनुसार हामीले एउटा फिगर बनाऊ। सपोज यो एउटा ट्रायङ्गल छ,
नभए यसलाई हामीले अटोमेटिक सेभ गरिदिन्छु ल। एउटा ट्रायंगल भयो के भन्यो if two vectors acting simultaneously at a point are represented both in magnitude and direction by the two sides of the triangle taken in same order भनिसकेपछि कुनै दुईटा साइड लिनु पर्यो यो साइड र यो साइड लिनु पर्यो टेकन इन सेम अर्डर भनिसकेपछि यसको हेडमा यसको टेल आएर जोडिनु पर्यो यिनी दुईटाले कुनै यसको हेडमा यसको टेल आएर जोडिनु पर्यो यहाँ त्यही भएर यहाँनिर के भयो एक्टिङ अन अ पोइन्ट भनेर एट अ पोइन्ट भनेर भनेको छ है कुनै एउटा यो पोइन्टमा एक्ट गरिरहेछन् दुईटै चाहिँ सेम अर्डरमा लिइरहेछन् भन्नु मतलब यसको हेडमा यसको टेल आएर जोडिरहेको छ एक्टिङ अन सेम अर्डर भनेर भने हैन द थर्ड साइड अफ द ट्रायंगल टेकन इन अपोजिट अर्डर अब यो ट्रायंगलको चाहिँ के भन्दा अपोजिट अर्डरमा लिने अरे यो ट्रायंगलको अपोजिट अर्डर रिप्रेजेन्ट्स द म्याग्निट्युड एन्ड डिरेक्सन अफ द रिजल्टेन्ट भेक्टर भनेर भन्यो यो दुईटाको रिजल्टेन्ट भेक्टरलाई चाहिँ यसले चाहिँ रिप्रेजेन्ट गर्छ तर यसको चाहिँ के हुन्छ यसको चाहिँ अपोजिट अर्डरमा लिएको हुन्छ यिनी दुईटाको भन्दा अपोजिट अर्डरमा यो हुन्छ तर यसले चाहिँ रिजल्टेन्ट भेक्टरको म्याग्निट्युड र डिरेक्सनलाई दिन्छ भनेर भन्छ हाम्रो ट्रायंगल ल अफ भेक्टर एडिसनले ल यसलाई चाहिँ लेखौँ अब सपोज यो भन्ने पोइन्ट ओ छ यसलाई पी लियौँ यसलाई हामीले क्यू भनौँ है ल सपोज यसले यहाँ एउटा एंगल बनाउँछ यो यहाँदेखि यहाँसम्मको भेक्टरलाई हामीले ए भेक्टर भनेर भनौँ यहाँदेखि यहाँसम्मको भेक्टरलाई चाहिँ हामीले बी भेक्टर भनेर भनौँ रिजल्टेन्ट भेक्टरलाई हामीले आर भेक्टर भनेर भनौँ रिजल्टेन्ट भेक्टर भनेको के हो ओदेखि पीमा जानु र पीदेखि क्यूमा जानु भनेको ओदेखि क्यूमा डाइरेक्ट जानु हो त्यही भएर ओदेखि क्यूमा जाँदाखेरि रिजल्टेन्ट भेक्टरको डाइरेक्ट हुने भयो ल अब यहाँ के हुने भयो कुनै एउटा दुईटा भेक्टरहरू लियौँ हामीले ए भेक्टर र बी भेक्टर भन्ने ए भेक्टर र बी भेक्टर भनेको चाहिँ एक्टिङ सिमुल्टेनियसली कुनै एउटा पोइन्टमा चाहिँ भनेर भन्यो भने कुनै एउटा पोइन्ट सपोज यो पोइन्टमा चाहिँ एक्टिङ सिमुल्टेनियसली एक्ट गरिरहेका छन् भनेर भन्यो त्यसपछि चाहिँ हाम्रो के भयो एउटा साइड ओपी भयो एउटा साइड पीक्यू भयो अर्को साइड भनेको ओक्यू भयो तिनीहरूको भ्यालु लेखौँ ल लेखौँ अब यसको चाहिँ हामीले अब यसको म्याग्निट्युड र डिरेक्सन ट्रायंगल ल अफ भेक्टर एडिसन भनेर सोध्यो भने चाहिँ यो स्टेटमेन्ट लेख्ने यो स्टेटमेन्ट एउटाको स्टेटमेन्ट जान्यो भने प्यारालेलोग्रामको स्टेटमेन्ट पनि त्यही हो अनि पोलिगन लको पनि त्यही हो के भन्छ इफ टु भेक्टर्स एक्टिङ सिमुल्टेनियसली एट अ पोइन्ट आर रिप्रेजेन्टेड बोथ इन म्याग्निट्युड एन्ड डिरेक्सन बाई टु साइड्स अफ अ ट्रायंगल भनेर भनेको छ अब प्यारालेलोग्राम पढ्दाखेरि चाहिँ टु साइड्स अफ अ प्यारालेलोग्राम टेकन इन सेम अर्डर भनेर लेख्ने त्यति नै हो है त्यही भएर एउटा यो राम्रोसँग पढिसके पछाडि अब सकिन्छ बुझ्ने यो फिगरबाट सकिन्छ यो फिगरबाट बुझ्ने सकिँदैन भने यो घोक्ने है एउटा घोकिसकेपछि त्यसले पछाडिको प्यारालेलोग्रामलाई पनि काम लाग्छ अहिले हामीले त्यसमा पढ्दाखेरि के मिल्ने रहेछन् ठ्याक्कै थाहा हुन्छ फेरि यसको डेरिभेसन पढिसके पछाडि के निकाल्ने भन्ने पढिसके पछाडि प्यारालेलोग्रामको पनि त्यही कुराहरू निकाल्ने हो सेम कुराहरू निकाल्ने त्यही भएर यसको म्याथमेटिकल डेरिभेसन जानिसकेपछि त्यसको पनि सेम हो अहिले ठ्याक्कै आइहाल्छ कन्फ्युज हुनु पर्दैन ल के भन्नु पर्यो लेट ए भेक्टर एन्ड बी भेक्टर्स are the two vectors acting simultaneously at a point O as shown in figure कुनै दुईटा भेक्टर लियौँ हामीले हैन दुईटा भेक्टर एउटा ए भेक्टर एउटा बी भेक्टर लियौँ है त्यसरी लेखेपछि धेरै ल्याङ्ग्वेजहरू लेख्नु पर्दैन सिधै नाउ फ्रम फिगर
ओपी भेक्टर भनेको के भयो? ए भेक्टर भयो हैन? अनि त्यस पछाडि पिक्यू भेक्टर भनेको के भयो? सरी, पिक्यू भेक्टर भनेको चाहिँ पिक्यू भेक्टर भनेको बी भेक्टर भयो अनि ओक्यू भेक्टर भनेको चाहिँ हाम्रो के भयो? ओक्यू भेक्टर भनेको आर भेक्टर भयो है। यो तीनटा कुराहरू चाहिँ हामीलाई यहाँबाट भयो। अब हामीले यिनीहरूको म्याग्निट्युड र डिरेक्सन निकाल्ने हो है। म्याग्निट्युड र डिरेक्सन चाहिँ निकाल्नु पर्यो। ल फर द म्याग्निट्युड एक्जाममा के म्याग्निट्युड के डिरेक्सन निकाल्न भनेर सोध्छ। फर म्याग्निट्युड निकाल्नको लागि हामीले के गर्नु पर्यो? म्याग्निट्युड निकाल्नको लागि अब त्यहाँ हामीले त्यो माथिको फिगरमा चाहिँ एउटा ड्र गर्नु पर्यो, पर्पेन्डिकुलर ड्र गर्नु पर्यो लाइन। कहाँदेखि कहाँसम्म ड्र गर्नु पर्यो? यहाँदेखि यहाँदेखि यहाँसम्म ड्र गर्नु पर्यो, यो लाइनलाई छुने गरेर। ल हामीले यहाँ ड्र गर्ने। यति एउटा फिगर बनायो भने चाहिँ धेरै फिगर बनाउनु पर्दैन। ल यहाँ एउटा लाइन ड्र गऱ्यो हामीले। सपोज यो पोइन्टलाई चाहिँ हामीले एन भनेर भन्यौँ है। ल सपोज यहाँ बीटा भन्ने एउटा कुनै एङ्गल छ, यहाँ थीटा भन्ने एङ्गल राखिदिउँ हामीले। कुनै दुईटा एउटा माथि बीटा तल थीटा राखिदियो। ल अब यहाँ के गर्नु पर्यो? अब टु फाइन्ड द म्याग्निट्युड भनेर यो हामीले यहाँ के गर्यो? म्याग्निट्युड निकाल्नलाई यो ड्र गर्यो नि, यो ड्र गरेको बारेमा लेख्नु पर्यो। टु फाइन्ड द म्याग्निट्युड we draw के ड्र गऱ्यौँ हामीले? we draw a perpendicular कुन? QN हैन? QN यहाँदेखि यहाँसम्मको QN यो ड्र परपेन्डिकुलर गरे QN from the point Q to meet the line कुन लाइनलाई मिट गर्नको लागि? OP भन्ने लाइनलाई एट पोइन्ट N when produced है। जब चाहिँ N भन्ने पोइन्ट प्रोड्युस्ड हुन्छ त्यति बेला चाहिँ ओपीमा मिट हुने गरेर हामीले QN भन्ने त्यसलाई हामीले उ गर्यो, ड्र गर्यो है। ल अब हामीले के गर्नु पर्यो? त्यसबाट हामीले त्यो जुन ड्र गरेको छ त्यो पोइन्टलाई लिनु पर्यो। त्यो पोइन्टमा साइन थीटा इन ट्रायंगल कुन? अब यहाँ तिमीहरूले ट्रायंगल हेर्यो भने के छ? PQN छ, इन ट्रायंगल। अब यो यहाँनिर हुने गरेर ट्रायंगल जहिले पनि एङ्गल या राइट एङ्गलमा हुने गरेर लिने। QPN लिए पनि भयो, QNP भनेर लिए पनि भयो। हामीले लिन्छ इन ट्रायंगल QNP मा। अब हामीले cos थीटाको भ्यालु राख्ने। cos थीटा भनेको निकाल्ने। cos थीटा भनेको के हो? P/B हो। cos थीटा भनेको के हो? P/B हो कि के हो? B/H हो। cos थीटा भनेको B/H हो। साइन थीटा भनेको हामीले साइन थीटा र cos थीटा दुवै निकाल्ने, P/H हो। ल B भनेको यहाँ कुन छ? B भनेको PN भयो, H भनेको QP भयो हैन? PN के अरे B भनेको PN भयो, H भनेको PQ भयो हैन? ल PN अपन कति हुने भयो? PQ हुने भयो। ल अब cos थीटा इक्वल्स टु के हुने भयो? PN भन्ने ठाउँमा कति छ? PN भनेको हाम्रो भ्यालु छ त छैन? यसलाई छैन भने यतिकै लेखिदिने। PQ भनेको हाम्रो भ्यालु छ त? PQ भनेको B भेक्टर छ भनिसकेपछि हाम्रो PN को भ्यालु कति आयो? B भेक्टर cos थीटा है। हाम्रो PN को भ्यालु कति आयो? B भेक्टर cos थीटा आयो। त्यस्तै गरेर साइन थीटाको भ्यालु निकाल्ने। साइन थीटा भनेको तिमीहरूले फिगर कपीमा सारेर हेर त। अब के हुने भयो? P/H हो। P भनेको हाम्रो के हो अहिले?
P भनेको चाहिँ QN हो, QN अपन H भनेको हाम्रो PQ नै छ, PQ नै छ है। भनेपछि चाहिँ के भन्नुभयो sin थीटा इक्वल्स टु QN अपन PQ भनेको कति B, भनेपछि QN भनेको हाम्रो के भयो B sin थीटा भयो है, B वेक्टर sin थीटा भयो। यसरी हामीले दुईटा sin थीटा र उसको चाहिँ भ्यालु निकाल्यो। अब हाम्रो टोटल हाम्रो सुरुको ट्रायंगल चाहिँ कुन हो, सुरुको ट्रायंगल चाहिँ हाम्रो OPQ हो नि त। हाम्रो रिजल्टेन्ट भेक्टर चाहिँ कुन हो, रिजल्टेन्ट भेक्टर त OQ हो। हामीले रिजल्टेन्ट भेक्टर निकाल्ने नि यहाँबाट R को भ्यालु निकाल्ने, हामीले म्याग्निट्युडमा निकाल्दाखेरि चाहिँ है R को भ्यालु निकाल्नलाई हामीले चाहिँ कहाँबाट जानु पर्यो, ट्रायंगल यहाँ ONQ मा हेर्ने, ONQ मा हेर्दाखेरि चाहिँ हाम्रो के हुन्छ, अब यसमा पाइथागोरस थ्योरम लाग्ने, H स्क्वायर इक्वल्स टु हाम्रो यो हो नि त ONQ हो। यसमा R स्क्वायर H स्क्वायर इक्वल्स टु P स्क्वायर प्लस B स्क्वायर भनेर लेख्नु पर्यो हैन। P स्क्वायर प्लस B स्क्वायर फर्मुला पाइथागोरस थ्योरम लाउनु पर्यो यसमा, किनकि हाम्रो यिनी दुईटा यो भेक्टर र यो भेक्टरको रिजल्टेन्ट भेक्टर त यो हो। त्यही भएर हामी त्यहाँ रिजल्टेन्ट भेक्टरको म्याग्निट्युड र डिरेक्सन निकाल्ने नि त। त्यही भएर म्याग्निट्युड रिजल्टेन्ट भेक्टरको डिरेक्सन र म्याग्निट्युड निकाल्नलाई पहिला हामीले म्याग्निट्युड निकालिरहेको छौँ, त्यसको लागि के गर्नु पर्यो, इन ट्रायंगल, फुल ट्रायंगलमा चाहिँ इन ट्रायंगल कुन ONQ मा लिने हामीले। ONQ मा लिँदाखेरि चाहिँ हाम्रो के हुन्छ, पाइथागोरस थ्योरम भन्दाखेरि OQ स्क्वायर इक्वल्स टु OQ स्क्वायर इक्वल्स टु कति हुने भयो भन ON स्क्वायर प्लस NQ स्क्वायर, ON स्क्वायर प्लस NQ स्क्वायर हुने भयो है। त्यसैमा पनि अब ON स्क्वायर भनेको चाहिँ के हो, ON स्क्वायर भनेको चाहिँ माथि हेर ON स्क्वायर भनेको कति हो, OP देखि PN सम्म गएको छ भनेपछि ON स्क्वायर भनेको के हुने भयो, OP प्लस PN हुने भयो हैन। त्यसैगरी QN भनेको चाहिँ QN नै छ भनिसकेपछि हाम्रो के हुने भयो, ल OQ स्क्वायर भनेको चाहिँ हाम्रो R हो, R स्क्वायर इक्वल्स टु ON स्क्वायर भनेको के हुने भयो, OP स्क्वायर प्लस PN स्क्वायर प्लस यहाँ भनेको हाम्रो NQ स्क्वायर तथा QN स्क्वायर भन्ने छँदैछ हाम्रो है, जसरी लेखे पनि। ल अब यहाँसम्म आयो हाम्रो। अब R स्क्वायर इक्वल्स टु अब OP स्क्वायरको भ्यालु लेख्ने के अरे, यहाँ स्क्वायर कसरी आयो, OP मात्रै हो नि त। ल R स्क्वायर अब लेख्ने OP स्क्वायर प्लस A प्लस B को होल स्क्वायरको फर्मुला हो प्लस 2OP डट PN यो भयो हैन, यो भयो प्लस NQ स्क्वायर भनेर भन्यो। ल अघि हामीले माथि निकालेको PN र QN को भ्यालु निकाल्नु पर्यो। ल R स्क्वायर इक्वल्स टु OP स्क्वायर भनेको कति छ हाम्रो भ्यालु, OP स्क्वायर भनेको माथि अब ट्रायंगलमा हेर्नु पर्यो, OP भनेको छ, OP भनेको चाहिँ O देखि P सम्मको भनेको A स्क्वायर, OP स्क्वायर भन्ने ठाउँमा A स्क्वायर लेख्नु पर्यो हैन। अनि त्यस पछाडि फेरि PN र PQ भनेको हामीले तल QN निकालेको सकेका छौँ। अनि OQ भनेको चाहिँ कति भयो, OQ भनेको चाहिँ R स्क्वायर भयो भनिसकेपछि कति हुने भयो, OP स्क्वायर इक्वल्स टु OP भनेको चाहिँ A स्क्वायर हुने भयो प्लस PN भनेको हामीले यहाँ भर्खरै माथि निकालेका छौँ। PN भनेको कति छ हाम्रो भ्यालु, PN भनेको B cos थीटा, अनि PN स्क्वायर भनेको B स्क्वायर cos स्क्वायर थीटा प्लस 2 OP भनेको चाहिँ A, PN भनेको चाहिँ B cos थीटा प्लस NQ स्क्वायर भनेको B स्क्वायर sin स्क्वायर थीटा हैन। यो भनेको कति भयो, R स्क्वायर इक्वल्स टु A स्क्वायर प्लस अब यो B स्क्वायर cos स्क्वायर थीटा र यो B स्क्वायर sin स्क्वायर थीटाबाट B स्क्वायर कमन आयो, B स्क्वायर cos स्क्वायर थीटा प्लस sin स्क्वायर थीटा हैन प्लस 2AB
cos थीटा भयो 2ab के भयो cos थीटा भयो भनिसकेपछि अब के हुने भयो r स्क्वायर इक्वल्स टु ल r स्क्वायर इक्वल्स टु a स्क्वायर प्लस b स्क्वायर इन्टु 1 हुने भयो किनकि cos स्क्वायर थीटा प्लस sin स्क्वायर थीटा भनेको 1 हो यसको भ्यालु प्लस 2ab cos थीटा भयो भनिसकेपछि हामीले r को स्क्वायर रुट हटाउँदाखेरि के भयो a स्क्वायर प्लस b स्क्वायर प्लस 2ab cos थीटा बाँकी रह्यो हाम्रो रिजल्टेन्टमा है अब यसको के भयो यो चाहिँ यसको म्याग्निट्युड भयो है दिस गिभ्स द रिजल्टेन्ट this gives the resultant of vectors a vector and b vector a vector र b vector को के दियो यति भ्यालुले चाहिँ हाम्रो के दियो रिजल्टेन्ट अफ भेक्टर दियो यसले चाहिँ हाम्रो रिजल्टेन्ट को म्याग्निट्युड दिन्छ है यसले चाहिँ के भयो रिजल्टेन्ट को म्याग्निट्युड दियो ल अब डिरेक्सन निकाल्ने कसरी डिरेक्सन भनेको अब माथि रिजल्टेन्ट r ले चाहिँ फेरि अटोमेटिक सेपमा गयो त्यो ल फर डिरेक्सनको लागि हामीले के लिनु पर्यो अब साइन थीटा र cos थीटा लियो र त्यसले चाहिँ टेन बीटा भन्नेवाला हामीले अघि एङ्गल मानिसकेका छौँ फिगरमा हेरौँ त हामीले ल यहाँबाट चाहिँ हामीले के निकाल्नु पर्यो यहाँबाट चाहिँ यसको म्याग्निट्युड निकाल्नु डिरेक्सन निकाल्नु पर्यो यो चाहिँ कुन डिरेक्सनमा गइरहेछ भनेर इन दुईटाको डिरेक्सन भनेको कहाँ छ भन्दाखेरि यहाँ बीटाबाट निकाल्नु पर्यो है त्यसको डिरेक्सन भनेको त्यसले चाहिँ सपोज यो आर भेक्टरले चाहिँ यो बीटा भन्ने एङ्गल बनाउँछ विथ भेक्टर ए भनेर मान्नु पर्यो अनि त्यस पछाडि चाहिँ यो ट्रायङ्गल ओएनक्यू भन्ने ट्रायङ्गलबाट चाहिँ हामीले टेन बीटा लिइसके पछाडि हाम्रो डिरेक्सन आउँछ त्यहाँ ल अब यहाँ मानौँ न सपोज अथवा लेट जे लेखे पनि सपोज द रिजल्टेन्ट सपोज द रिजल्टेन्ट makes an angle beta with vector a भनेर भन्यो हैन with vector a vector भनेर भन्यो त्यस पछाडि के भयो इन ट्रायङ्गल हाम्रो टोटल ट्रायङ्गल भने कुन हो ओएनक्यू हो यो ट्रायङ्गलमा 10 बीटा इक्वल्स टु त्यो भनेको p by b हो qn by on हो हैन p by b हो on भयो क्युएन भनेको हामीसँग छ ओएन भनेको हाम्रो के हो अघि भर्खर पढेको ओपी प्लस पिएन हो हैन ओपी प्लस पिएन हो अब क्युएन को भ्यालु कति हो क्युएन भनेको चाहिँ हामीले निकालेको छ माथि बी साइन थीटा भनेर निकालेको छ होल अपन डिभाइड हुनुपर्ने यहाँ चाहिँ अर्कै आइदियो कि ल बी साइन थीटा हो अनि ओपी भनेको चाहिँ के हो ओपी भनेको ए भेक्टर हो प्लस पिएन भनेको चाहिँ बी कस थीटा हो त्यही भएर 10 बीटा भनेको के हुने भयो 10 बीटा भनेको चाहिँ बी साइन थीटा होल अपन ए प्लस बी कस थीटा भयो है यो भनेको के भयो बीटा इक्वल्स टु यो भनेको बीटा इक्वल्स टु 10 इन्भर्स कति भयो बी साइन थीटा अपन ए प्लस बी कस थीटा हुने भयो है यसले चाहिँ के दिन्छ दिस गिभ्स द डिरेक्सन of the resultant r vector of a vector and b vector भनेर दियो है यो यहाँ अटोमेटिक सेपले गर्दाखेरि चाहिँ
यो लाइन आइरहेको छ अटोमेटिक सेफ्टी गर्दाखेरि त्यसलाई हटाइदिन्छु मैले यो भेक्टर भयो ल यो भयो यहाँसम्म चाहिँ ट्रायङ्गल ल अफ भेक्टर एडिसन यहाँसम्म सकिन्छ है ल आजको क्लास ट्रायङ्गल ल अफ भेक्टर एडिसनसम्म गरौँ नेक्स्ट क्लासमा हामीले प्यारालेलोग्राम अफ भेक्टर एडिसन पढाउँला